हेलो गाइज है आज चाहिँ म जङ्गल आएको छु किन हो भन्दा चाहिँ अब अलिकति मेरो एक दुईवटा प्लान्ट्सहरू सार्नु थियो त्यसको लागि चाहिँ अनि मल खोज्न आएको है यहाँनिर यहाँ अब कटुसको पत्ताको मलहरू चाहिँ दामी हुन्छ भन्छ नि त है सो कुहिएको रुखको जङ्गली मल चाहिँ दामी हुन्छ अब प्लान्ट्सहरूको लागि होइन त्यो लिन आएको है अनि अलिकति झेउ पनि लानु छ अलिक मस्टिकहरू बनाउनु छ है सो हेर्दै जानुहोस् है अब जङ्गलमा चाहिँ कस्तो खालको मल लान्छु है अहिले चाहिँ अब अलिकति रेनी सिजन सकेको छैन अलिक चिसो चिसो मलहरू पाउन सक्छ सो हेर्दै जानुहोस् होला यसरी छान्दै हाल्दैछु है अब एउटा हातले एउटा हातले हाल्नु चाहिँ धेरै नै अप्सन छ यसमा अझै छान्नुपर्छ अन्त यो लिफहरू कुहिएर जान्छ तर पनि अब म फेरि यसमा त्यस्तो एक्सपर्ट छैन म भर्खर अलिकति प्लान्ट्सहरू अब रोपेको छु त्यो चाहिँ यस्तो लिफ मलले दामी हुन्छ भनेर चाहिँ आएको क्या त्यति चाहिँ भयो अब अलिक हाल्ने छु त्यहाँदेखिको यो माथि चाहिँ मस पनि खोज्नु छ मस पनि अब है जुन चाहिँ झेउ हुन्छ जङ्गल जस्तो छ